हेलो गाइज वेलकम टु माई च्यानल। मैले अस्ति एउटा भिडियो राखेको थिएँ सुरुको दिनको, त्यो खिचेर मैले राख्न पाएको थिइनँ। त्यसपछि केही दिनपछि राखेको थिएँ मैले, यतिवटा कुखुरा राखेको छु, पाल्न सुरुवात गरेको छु भन्दै। सुरुमा चाहिँ मैले यो नाङ्लोमा राखिदिएको थिएँ आराहरू। आज चाहिँ फाइनल्ली 6 दिन भएको छ। 6 दिन भएको कारणले चाहिँ मैले चाहिँ यसलाई भाँडाहरूमा राख्न सुरु गरेको छु। यो चाहिँ बेलुकामा चिसो आउने भएकाले चाहिँ पुरै ढाकिदिएको छ। अलि केही चिसो नै छ, यसलाई धेरै चिसो गर्नु पनि हुँदैन। यो चाहिँ यसरी बस्यो भने चाहिँ गुट्नु मर्ने धेरै सम्भावना हुन्छ मर्ने। अनि यसरी राखिदिएपछि आज 6 दिनको दिनमा केही पहिलाको भन्दा केही वेट थप भएको छ यसमा चाहिँ। र यसलाई चाहिँ मैले के औषधि खुवाएँ भन्दाखेरि यो लिएर आएको सुरु दिनबाट नै एउटा यो रहेको छ, यो पाउडर हो। यसले चाहिँ के काम गर्छ भनेदेखि यो चल्लाहरूलाई चाहिँ मोर्नबाटै मिसिनमा निस्केका चल्लाहरूलाई चाहिँ 10 दिनसम्म लगातारै यो औषधि खुवायो भने चाहिँ मोर्नलाई एकदम धेरै कम हुन्छ। र अर्को रहेको छ यो भिटामिन हो। यसलाई नि 10 दिनसम्म यहाँ लेखिदिएको हुन्छ, कति खुवाउने भनेर पनि यहीँ लेखिदिएको हुन्छ। यसलाई नि 10 दिनसम्म खुवाउनुपर्छ। र 10 दिनपछि फेरि यो अर्कै औषधि हुन्छ, यसलाई अर्कै औषधि खुवाउनुपर्छ। त्यो म अर्को नयाँ भिडियोमा भन्ने नै छु। यस्तै जानकारीका लागि मेरो च्यानललाई सब्सक्राइब अनि लाइक गरिदिनु अनुरोध गर्दछु। यसरी यो चल्लाहरू थुप्रेर बस्यो भने चाहिँ मर्ने सम्भावना धेरै हुन्छ। यसलाई चाहिँ बेला बेलामा के गर्नुपर्छ, मर्ने सम्भावना धेरै हुन्छ। यहाँ चाहिँ लगभग 400वटा चल्लाहरू रहेको छ। यो मैले नयाँ पहिला थोरै पालेको थिएँ, त्यही एक्सपेरिमेन्टले गर्दाखेरि मैले चाहिँ अहिले चाहिँ चल्ला राखेको हो। हस्, यदि तपाईँहरू पनि केही छिटो उत्पादनका लागि एकदमै छिटो उत्पादन हो क्या, सबसे यो छिटो उत्पादनका लागि चाहिँ तयार हुन्छ। यो 45 दिनमा हामीले यसलाई बेच्न सक्ने गरेर तयार हुन्छ, छिटो उत्पादन हुन्छ। त्यसैले केही बिजनेस गर्न चाहनुहुन्छ अनि छिटो उत्पादन गर्नलाई के चाहिँ हुन्छ भनेर सोचिरहनु भएको छ नि, फाइनल्ली गाइज यी कुरा उत्पादनका लागि गर्ने सोचमा हुन्छ भने लाइक अनि सब्सक्राइब गर्नु होला। मैले दिनको भिडियो अपलोड गर्ने नै छु।